नमस्कार यहाँहरु सम्पूर्णमा। जेठानी कसैको पनि नहोस्, भुन्टी सिरियलको भुन्टीको जस्तो जेठानी संसारमा कसैलाई नपरोस्। उसको बुढो बिरामी भएर जीवन मरणको दोसानमा बिस्तारामा छटपटाइरहेको अवस्था छ। त्यही बेलामा उनको बुढाले के खान्छन्, कसरी के गर्छन् भनेर धेरै जसो घर धन्दा भन्दा पनि आफ्ना बुढाको रेखदेख गरिरहेकी छिन्। बीचमा भूपेन्द्र र भुन्टी बीच खटपट आएर उनी त्यहाँ बस्न नसकेर माइत गएर बसेकी थिइन् र भूपेन्द्र एक्सिडेन्टमा पर्यो। अब तिनलाई यस्तो घटना घट्यो भनेपछि अब जस्तो भए पनि दुःख परेको बेलामा साथ दिनुपर्छ भनेर भुन्टी बुढाको स्याहार सुसार गर्न आइरहेकी छिन्। तर भुन्टीको जेठानीले भने दिन रात कसकस गरेकी छन्। खाना बनाइसकेकी छैन, खाना बनाएकी छैन, घरको काम गर्ने ढङ्ग छैन। पसलमा गयो भने पनि उही त्यही 2000 लिएर भाग्ने हो कि कसका सामान सस्तो पाइन्छ भनेर डुल्दै डुल्दै हिँड्छे। भिकारी भनेर अनेक लालछना लाइरहेकी हुन्छन्। ऊ पीडाले अब दिदीले बनाएको काम पसलमा गएर लिएर आएकी हुन्छन्। कुन पसलमा सस्तो पाइन्छ भनेर त बुझ्नु पनि पर्यो, त्यो स्वाभाविकै हो। थोरै आउँदा पनि 2000 लिएर गयो कि त्यही पैसा लिएर भागी क्यारे भनेर त्यस्तो अपशब्द गर्छिन् र भुन्टीलाई पिर पनि लाग्छ। र जहाँ आफूलाई अप्ठ्यारो परेको हुन्छ त्यही बेला पेल्ने, अपशब्द बोल्ने र सहन नसक्ने र साथ सपोर्ट नदिने जेठाजु कसैका पनि चाहिँदैनन्। तर भुन्टीको जेठाजुले भने एकदम साथ दिनुभएको छ। र भुन्टीको जेठानीले भने उसले जेठाजुले बुहारीलाई फेर्ने कपडा छैनन् क्यारे, माइतबाट हतारमा आइन् भनेर 1-2 जोडी नयाँ कपडा ल्याइँदा पनि त्यसको पनि डाहा गरिरहेकी हुन्छन्। र मलाई भने कहिले नल्याइदिने, उसलाई भने कपडा ल्याइदिने भनेर पनि आफ्नो बुढालाई गाली गरिरहेकी हुन्छन्। र यसले कहिल्यै कमाएनन्, यिनको लागि दिनरात हामीले लगानी गऱ्यौँ। मैले पनि विदेशमा बसेर कति सङ्घर्ष गरेँ। तर अहिले हजुरहरूले बुहारीले गरेको देख्नुहुन्छ भनेर आफ्ना बुढालाई ससुरालाई भनिरहेकी हुन्छन् भुन्टीकी जेठानीले। हुन पनि हो, उनले पनि आफ्नो ठाउँमा त सङ्घर्ष गरिरहेकी थिइन् होला। अब त्यो त्यही बेलाको कुरो भयो। र भुन्टीले पनि आफ्ना ठाउँबाट जे जति सकिन् घरमा नगद पैसा नकमाए पनि घर धन्दा रेखदेख गरेर सबै उनले पनि गरेकी थिइन्। तर भुन्टीलाई अब भुन्टीकी जेठानीले अलि आफूले कमाए भनेर होला अलि देख्न सक्दिनन् र हेपेर बोल्ने गरेकी हुन्छन्। जति बेला सुकै अपशब्द बोल्दा भुन्टीलाई पनि दुःख लाग्दो होला। भुन्टीको जस्तो जेठानी तपाईँ हामी कसैलाई पनि नपरोस्। यो भुन्टी सिरियल हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला है। हस्, धन्यवाद, नमस्कार।